हाई गाइस सबैजना साथीहरूलाई चाहिँ नमस्कार छ। आज चाहिँ म स्पेसल नयाँ खानेकुरा ढिँडो अनि त्यसपछि चाहिँ मासु छ होइन, अनि खुर्सानी छ। कोकालाई मनपर्छ आटो काक्ती खानु ल्याउनु न, अलिकति खा जस्तो गर्नु। आज एकदम धेरै घाँटी दुखेको छ त्यही पनि लङ टाइम लङ टाइम पछि चाहिँ खान लाग्यो। यसो काक्ती चाहिँ मैले त्यति स्वाद त लान्न, तै पनि अब उसमा पहिले हाल्यो अलिक यस्तो अलिक मेम बसेर खाऊँ ल, राम्रोसँग पोजिसन मिलाऊँ। आटो अनि त्यसपछि यो डल्लामा छन् क्या हो आमा के यस्तो आमाले पकाएको आटो, भाइले पकाएको मासु टक्क लगाएर खाइदिउँ न त। यसरी खाँदैन है आटो, ढिँडो आटो भन्छ नि आमा। त्यो ढिँडो भन्नु आटो भनेको त्यो अब ढिँडो भनेको नि उही पर्यो, आटो भने उही पर्यो। हाम्रो भाषा आटो लास्टै समय पछाडि धेरै धेरै समय पछाडि यसरी आटो खाने मौका मिल्यो। होइन के भने अहिले क्यामेराले फर्किँदैन नि भने हो, के भन्छ हामीले उ गर्दा नि र त्यही भन घर साझा सोधे आटो खानुहुन्छ आमा? बिहान नास्ता रोटी, खाना भात, खाजाको सरी भात खाइसक्यो अब खान्न इच्छा त आलु पुसिन थालेँ। म त खाने सिकायो भने धेरै समय पछाडिको खुवायो होला। सहज एक साग हुन्छ त्यो आलु पकाउने अलि लाग्छ क्या नि, एकछिन पाइन्छ बिहा हुन्छ पानी त पाइन्छ त्यही पनि काक्ती खानु खानु ल, म खान्न खानु पानी हाल्छ है ल हालिदिउँ नि त पानी झोल खाऊँ न आमा, छ होला झोल छ ल छैन ल थोरै आलु खाएपछि जाडो पनि लाग्दैन कि कम जाडो लाग्छ। मकै हुन्छ है कहाँ होस् त ऐसे एकदम लङ टाइम पछि खाएको भएर चाहिँ मिठो त्यहाँ छैन।
आटो चाहिँ चबाउनु पर्दैन फुलुक नि हालिन्छ सुते भएकोबाट आटो चबाएर खाएपछि के हुन्छ आमा अब हुन त के हुन्न फलक नि हुन्छ भात खानेस् भात खानु सक्यो त अघि म त अन्त अचुम खाइरहेको छ खाएको हाम्रो चाहिँ सेतो हुन्छ क्या अरूको चाहिँ प्यालो मकै पनि हुन्छ होइन कोदोको बेसी कालो हुन्छ सेतो मकै हुन्छ नि त आमा हाम्रो घरतिर कोदो हुन्न कि किन लान्नौँ के अब चासो नभए त कोदो त खै विचार गरेर अलि त हुँदो पहिल्यैदेखि नलाने पहिलेदेखि लान त्यति चासो नभए अहिले हाम्रो ठाउँमा के हुन र हुनु त हुन्छ होला के कहिले कहिले त हाम्रो बुढी लाँदै थियो अहिले त्यो कतिखेर आउनु भएको छ बुढी लाउनु छोड्यो रोल्पा जिल्लाको नि माथि माथि त्यो कोदो लगाउनुहुन्छ नि त ल यो चोक मासु ल ल खान्नमा खानु छ कुसिन फाले दोकान चौबाटोमा भोलि गर्ने छ बिहान दाल त्यस्तै छ सरी उब्रिदिनु पर्छ खाना पनि मेरो मोबाइलमा पनि हालिदिनुहोस् है अनि त्यो गइहाल्छ देखिहाल्छ नि मेसेन्जरमा पठाइदिन्छ त्यो हाल्दा जान्न नि मेसेन्जरमा पठाइदिन्छु नि डाउनलोड गरौँ ल कति टाटा गर्नुभयो एकठी हेर्नुपर्दा कि त्यसलाई भात हाल्दैन होला है हालिदिउँ ल अहिले भोलि त मैले लग्दैछु बिचरालाई खुट्टा बाँध्ने भएको छ नि त कसरी पार्ने होला उडाउनुहुन्छ कि परे वा उडाउँछु टाँके पुऱ्याइदियो भन्छ नि उडाइदियो भने साँच्चै हो नि छोड्यो अब होइन उडाइकन के हुन्छ कोही मान्छे छ मलाई उडाएको मन्दिरमा त्यो खाना सानो पाउँछ साथीहरू पाउँछ यहाँ कहाँ उडाउनु त क्या जङ्गलमा के उहाँ अब चाहिँ गरिन्छ नि गइ हुन्छ नभए त अन्त म लगेर उडाइदिनु हुन्छ मलाई म त उडाइदिन्थेँ नि यही हो यहाँ त्यहाँ उडाएछ त्यहाँ साथीहरू पनि थियो त्यो खाना पनि पाउँथ्यो अब यहाँ त एकदम कहाँ उडाउने त आफ्नो घरमा हुर्किहाल्यो र तिमी रोलबा भन्दा साथी पाउला र अब पर जानु माथि कार्यक्रम गरेर माछालाई मन्दिर गइन छोड्नु यस्तो मन्दिर भनौँ कहिले जाने फेरि त्यता अहिले त रस भरेर जानु सुन्ताल छैन नाम हाम्रो घर एउटा छैन त्यसमा काक्तीमा रसिलो चाहिँ हो सबैले अलिक ठुल्ठुलो टिपेन खालान् भन्ने एउटा राख्दै होइन त्यता बारमासेहरू फलिरहन्छ नि त्यता सधैँ फल्छ क्या नि ओके मेरो खाना सक्यो मैले 10 मिनट पनि लाउनु हुन्छु मैले 7 मिनट 8 मिनटमा प्लिज